guys, welcome back to my channel. हाम्रो अङ्कल नमस्ते अङ्कल यता यता हाम्रो किसान अङ्कल यहीँ आएको मेला होइन दाइ हो काला भर्खर त चालु भयो होला न अझै स्टार्टिङ भयो होइन नाइटको होला नि अङ्कल एकछिन ल ल ल ल ल स्टार्टिङ ल यो खेल्ने धेरै सस्तो भयो हामी सस्तो खेलिन्न हामी सस्तो गेम खेलिन्न महँगोवाला हजार तल खेलिन्न हामी सस्तो भयो धेरै यो नि सस्तो होला ए भाइ तँ त भाइरल रहेछस् त यसको च्यानललाई सब्सक्राइब गरिदेऊ है चिङ पेन्चिङ छिङ हुङ्गा हुङ्गा अन्टीले खेलाउँदै हुनुहुन्छ होइन के हो यो बुझाउनु पर्यो पहिला अनि बल्ल मैले बुझिसके ल 50 रुपैयाँ आदि 50 रुपैयाँ है ल 1 2 गो एकै एक हो के ल 50 रुपैयाँ दिनु ए ढुक्क हो के दिनु के 5 कतिमा हालेकोस् छ आयो भने मैले पाएँ के 6 भन्दा मुनि आयो भने ए यार ए मेरो तमै चाहिएको छ क्या 4 5 भयो 3 1 4 आयो कि नै देश नि आयो भाइले जित्यो बजारमा इन्जोय फेरि दे न रेकर्डिङ गरेन दे रिटर्न गराइदिन्थ्यो के कहाँ हाल्दै मन तेरो इच्छा हो त हाल्ने नि भाइ मलाई आउँदैन जस्तो खेल्न ल हेर्ने ल हान्दैला कतिमा हो जति माने ए रन खेल्न आउँदैन मलाई रन 6 मा हाल्यो गयो साल्टोमा ए कतिमा हाल्यो तिस्रा म 6 हाल्यो त ठिकै त भयो नि निकल्ने होस् जुवा कपी किसी का नहीं हुआ भाई पैसा कहाँ छ पैसा राख्ने कसको पैसा पैसा देन यहाँ पैसा राख्ने 2000 देन बाजु गोजी मसाला 50 रुपैयाँ छैन 55 छ जहाँ पे लगाइदिनु फोटोमा यसमा म बहुत डेन्जर हारेछु मनी थियो बाबु खतरा त्यो बेला हैन अरु बेला नि बहुत हारेछु के हाम्रो एक के मेला रे बसन्तपुर मेला यो दिस इज द बसन्तपुर मेला हेर्दै आफ्नो जस्तो गाइस यो खेल के हो घुमाउनु न झन्डा मुन्डा थोरै हो कि हेर्न पाउँदैन मुन्डा हैन यो तुर्देऊ अब खोडखोडे हानिन्छ हैन खोडखोडे अझै 10 ब्लगको नाम घर गएर सर्च हान्छौ नि ब्लगको नामै बिर्स्यो यार नाम होइन के च्यानलको नाम नामै बिर्स्यो च्यानलको नाम मुर्रा भन्दै हुन् त बुर्रा अँ बुर्रा यसरी हैन के गप भन आराम खेल्ने हो जाने हो ताले 50 रुपैयाँ हाराइस भाइ यार माले 6 हान्ने त ठिकै हुन्छ म भाइ वान ट्याग न कन्ट्याग म त्यसले खोडखोडे खेल्ने हो
धेरै बना खेलेको एकचोटि खेलेको थिएँ अनि दसैँमा खेलेको थिएँ के फुटबल पान महिनामा आयो है खरी है डन्डी डबल चिडी डबल 100 200 रुपियाँ फाल्न त्यहाँ चिडीमा 100 रुपियाँ फाल्न दिन्छ चिडीमा थाप्नु भएको होइन मेरो त यही पान हो के रे यार कस्तो छोड्ने पैसा हेरे कस्तो छोड्ने अरे रन होइन ए यार फेरि अघि नै फेरि गिटार आइकिन 100 रुपैयाँ हैन आयो अब फेरि यो खेल्नु हुन्छ सहकारी संस्थाका अध्यक्ष चित्रबहादुर बोहरा चित्रीको लागि विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी न्यू टुबिलामा समूहका अध्यक्ष मनिषा बोहरा क्षेत्रीज्यूलाई पनि गाइस म यो बसन्तपुरको मेलामा आएको त्यसै गरी एकता मगर समाजका उपाध्यक्ष 150 रुपैयाँ छ कमरमाया थापा यो मेला घुम्दिन्छु 150 रुपैयाँ चाले त्यसै गरी समाजसेवी आदरणीय व्यक्तित्व थम बहादुर बुढाथोकी च्यालेन्ज लिएको छ साथीले होइन 150 रुपियाँमा पुरा मेला घुम्नु स्टेजमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी समाजसेवी जगत गिरीज्यूलाई पनि म अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी समाजसेवी टीकाराम पाण्डेज्यूलाई पनि म स्टेजमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी समाजसेवी सुमस पुरीज्यूलाई पनि म स्टेजमा आसन ग्रहण गरिदिनुको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी समाजसेवी सीता पौडेलज्यूलाई पनि म स्टेजमा अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि समाजसेवी छोटेलाल यादवज्यूलाई पनि म स्टेजमा अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि विनम्र अनुरोध गर्न चाहन्छु। सेल 50 रुपैयाँ ल्याउनुस् दुईटा लैजानु 50 रुपैयाँ ल्याउनुस् दुईटा चिनेको मान्छे आयो भने 3टा ल अफरमा भाइ आयो भन्दैन यार हाँसेर मेरो ब्लग के हो मेरो ब्लगको नामै थाहा छैन भाइ टिकटक हेर टिकटकमा आयो भने नाम हेर ल विवेक समूह आउँछ भाइ आइसक्रिम चुस्दैन कसरी चुस्छ देखाइदे कसरी खान्छ आइसक्रिम खाइदैन खाइदैन भाइ कि भाइ यो भाइ त ह्यान्डसम छ तिम्रो भाइ हो नाम के हो तिम्रो अनुप के गर्लफ्रेन्ड छ जाम 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 यस्ता मोदी जनताहरू छ हेर राष्ट्रिय खाना बन्छ केही छैन यिनीहरू देख ओए खोडखोडेमा बिजी पऱ्यो झन्डै पऱ्यो मेरो फेरि पैसा कसरी चढ्ने अरे पैसा कसरी छोड्छ हेर्नु होइन झन्डीमा परेपछि पैसा कसरी छोड्छ हाम्रो साथीले देखाइदे कति ल्यास र तँले थापेको पुरै मैले बुझेँ पैसा अब मेला घुमिन्छ फाला फाला आज पैसा दिस इज द मनी तँले कति हाल्छस् र मैले 150 300 भयो होला 350 450 भयो होला भयो दाम भयो तिमीले आज मेला खाइयो आज मेला एकदम थापेको 50 रुपियाँ डाइनिङ 100 रुपियाँ त हातमा जामै उता नि जानुपर्छ के मन लाग्छ र तर पैसा यति है गोजीमा नि अटेन यार
भजन जाने अन्टे 50 रुपियाँ फिर्ता दिनु रे 50 रुपियाँ फिर्ता छ यो अन्टे अब दिनुहुन्छ 50 रुपियाँ फिर्ता लिने अब फेरि हामी हार मानिन्न अन्टी फेरि 50 रुपियाँ फिर्ता अब 1000 को 2000 1000 रुपियाँ हाल्दे तेरो मर्जी यार मलाई खेल्न आउँदैन भने त मेरो पालो छ छोडेर यो मेरो हातको अब हान्दिम क्या हो 5 हान्दियो म एक हान्न कति दम छ ल एक हान्दे कतिमा हान्ने भन्नु 2 हान्ने 50 रुपियाँ त लगानी हो क्या आन्टी एकै हो के उ 6 मा आयो 11 भयो 11 उता हाल्नु पर्ने रहेछ उता हो क्या हाम्रो फेरि आन्टीले 50 रुपियाँ लगायो 100 रुपियाँ लेखिदिनु भयो कृपया सबैले चाहिँ जोरदार ताली गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हामी माघे सैदिवाबाट के रे यति कमाएको छु यो मेला आएर अब अर्को मेला जान्छु कति कमाउँछु थाहा छैन कति हट्छु थाहा छैन र आजको आयोजकको रूपमा हुनुहुन्छ चेतना महिला सामुदायिक वन उपभोक्ता समिति देवता 3 बसन्तपुर रुकुन्टे त्यस्तै गरी भाटाटोली बडका अङ्कल टोल विकास समिति रहेको छ यहाँ सम्पूर्ण के हो र यो दिदीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी आजको यस कार्यक्रमको के बा आयोजकमा बसन्तपुर टोल विकास संस्था देवता 3 बसन्तपुर रहेको छ। त्यस्तै गरी बसन्तपुर के हो यो आफूलाई त थाहा भएन जे जस्तो भयो भने हामी अलक्षिना रहेछ क्या लो यो दिस इज द के हो डान्स हाने ल भिडियो लगाइदिनु ओ बनाउनु के छ काले आछ बे काल भएर कपडा हो एकदम बल्ल त पाता त बल्ल मलाई चला नाच्न त नि हो योदमा नगरपालिका यो के हो अब नगरपालिका आर्मी लभर त्यसै भएको हैन के ढोङ्गी खाइ हो क्या चाहिँ ढोङ्गी ए पापा किन्ने हो ए बच्चा जस्तो टोइलेट पनि खतरा राख्दै है त्यहाँ जान्छ नि अरुणी के अरे थरुनी क्लब भन्ने होइन यहाँ आउँदा हुन्छ के गर्दा म आर्को साला उमा हेर है उमा हेर्नु न उमा हेर है यहाँ थरुनी लभर भइदियो फेरि आँखा सेक्न आएको यो अरू क्या जो देखे त्यही राम्रो देखियो क्या थरुनी क्लब यहाँ आउनु होला साफसफाइ अभियान हाम्रो ओहो मजुरको छोरामा कसम भने थरुनी पनि यस्तो राम्रो हुन्छ र कमेडी गर्दै भर्खर नाचेर आएको अन्ती गरेर मेरो भिडियो गराइराखेको त्यो केटीले लागम ओके र अब चाहिँ अर्को मेलातिर भेटिन्छ खैरोनीको घोडाको मेला घोडा ओ दोस्त गाउँ हामी
ह्यान्डसेक गर्ने होइन र ल ठिक छ पढाइ छोडेको हो कि पास भएको बिए पास बिए के गर्यो कसम नगर गर्नुहुन्न केटीको विश्वास गर्ने चाहिँ होइन के आज छ भोलि छैन हो हो कन्ट्याक्ट न कन्ट्याक्ट हो हो ल जाम हामी जाम ल ल अब अर्को मेलामा भेटिन्छ अब यो मेला भेट्यो ओहो मेरो साथीको दोस्त ल गाइज हामी यहाँबाट हिँडिसकेको छौँ अब हामी कहाँ हो गन्तव्य हाम्रो गन्तव्य थाहा नै छैन हामीलाई कहाँ हो अब अर्को मेला जानुपर्छ यहाँ थारूनीहरू बल्ल आउँदैछन् हाम्रा राम्रो राम्रो नानीहरू हामी यहाँबाट बिदा भइसकेको छौँ हाम्रो बसन्तपुर बाई बाई घोडा इज कलिङ के दामी आऊ देख अब यो बहिनीहरू पक्का भाइरल हुन्छ सिधा मेला चाहिँ आइपुगेको अब टिकट काट्न लाग्यो कन्ट्याक्टमा निकाल्ने रे कि अब त्यही हो मेला छिर्ने कन्ट्याक्ट गर्दैछ अहिले भाइ साहब तेरो कन्ट्याक्टको काम लागेन आज साथीको कन्ट्याक्ट आज काम लागेन मिठो बाँसुरी ल सुर्तीले च्यापेर चाहिँ त्यस्तो होइन साथीले पैसा दिइसकेको छ फेरि यसको पनि बाल छैन यार यहाँनिर होइन अङ्कल हजुर मैले हजुर चिन्छु कि मैले हजुर ढेकातिर आउनुहुन्छ होइन आज भोलि किन आउनु भयो हो र गफहरू तर पहिला आउनुहुन्थेन होइन बहुत हिँड्नुहुन्छ होइन घर घर आउनुहुन्थ्यो पहिला डाइरेक्ट के हाम्रो घरतिर त 3 लाइन छ होइन रक्सी कहाँ पाइन्थ्यो कसो घरको न चिन्दिनुहुन्थ्यो कि म सानो थिएँ कि त्यतिखेर म चिन्छु क्या अहिले पनि सानै छस् बाबु त अहिले त हल्का ठुलो भयो नि त हाइट मात्र बढेको अरू के होइन ए जे भए पनि साला ठुलो जाम। भयो नि जाम अब मेलाभित्र छिरिन्छ सरी गाइस हामी यहाँ भ्याइयो टिकट काटेर भित्र छिरिन्छ ल्याइदिएन दुइटै ए मान्छे ल्याइदिनुपर्छ भन्ने होइन कि वापस ल्याइदिनु खोइ देखा न के हो यही हो 100 रुपियाँको के गर्ने पहिला भन् बल्ल अनि के भोटिङ कसलाई दिने हो बहिनी नाचे हा मेरो बहिनी नाचे हो क्या हजुर उता आन्टीलाई ए नगर्दे त्यस्तो दिदी तिम्रो दिदी खत्तम डान्सर छैन त्यसै भोटमा दाइले यो दिनु हट यो हुन्न भाइले माया रोक्न फेरि टिकट काटेर आउँछु नमस्ते आन्टी दाल धरेर टिकट काउन्टरमा गएर टिकट माग्यो भने त ठेलीले दिन्छ पैसा दियो हो एकदम दामी हो 100 रुपियाँ उठाएर तेरो बिल्ला गरिदियो त्यहाँ वाह तेरो कुरा लगाइदियो रोक भाइ 100 रुपियाँको टिकट काटेर आउँछु पैसा दिनु नेक्स्ट टाइम यसो दिन्छु के हो फेरि पुरस्कारका लागि टिकट यहाँ ए भयो छोड दे त्यो भइसकेको एकदम ल भिडियो बनाउनु त अब मोबाइलको सिधा फेरि 90 मा लियो होला के ओके चाय कफी बुवाकोमा आउनु होला चिया कफी खान मिठो छ 50 को
यो हिजो भर्खर आएर होला अलि मलाई यहाँ रमाइलो लाग्छ न तर हिजो मैले हेर्न पाएन नि आएर 300 550 यहाँ सब सेल लगाइरहेको छ मान्छे मात्र सेल लाउनु बाँकी छ यहाँ अब सस्ताका माल सस्ता कसरी गरे भिडियो यसरी बनाए त्यसरी हो क्या ए यार म त फेरि यस्तो लिनै भेजा लाग्छ के त्यसरी न ब्लग बन्छ चाला गाइस ओ 1000 रुपैयाँ वाला फाइबर सिगर के अरे सिरेक अब जाडो भइसक्यो अर्को वर्ष मौसम विभागले भनेर पानी पर्छ जाडो त फेरि आउँछ ल के भएन बिहा गर्नुपर्छ जाडो हटाउन त हो को के भने होइन कोरे अब त्यो 500 को तीनटा अरे यहाँ ल के हो 500 को दुईटा यो हाम्रो लागि हैन ल ए सरी झोला हो झोला साला मलाई तान्छ खुद बीमार खिलवाएगा मेरे को भी खिलवाएगा ऊपर से चल तेरे को मैं मेरा दोस्ती यार बिज्जू से मिलाता हूँ चल 250 रुपये चैलेंज हो गया ना 250 रुपये में 1000 रुपये का सामान किन्छु नहीं वहाँ पो 250 रुपये थियो 250 रुपयेबाट जितेर यहाँ कति बनाएको थियो साला त बिर्सिस यो हो गया भाइया छैन साला टिकट त साला कति रुपियाँ भन्न 70 रुपियाँ अरे साला 140 रुपियाँ मागेको घटेछ तैँले मेरो त हात दुखेको भयो यार तर म यो इन्डिङसम्म गरिदिन्छु त्यहाँ राम्रोसँग त्यसपछि तैँले गाइस ल हाम्रो आन्टीहरू पनि यहाँ आइसक्नु भएको रहेछ आन्टी नमस्ते मेरो आन्टी हो साला ए रेन्डमवाला गरेर के भएर इ यो बुढे फ्रीमा आयो होला मार त साला आउ देख भाइरल हुन छ नि कपडा किन रे यहाँको भाइबरको कपडा किन भने भाइरल ए भाइबरको भनेको मेरो बोली लास्टै पुतला हुन्छ होइन आउँदैन मेरो आउँछ तेरो होइन कि मेरो आउँछ भाइ यार आफ्नो सरी अगाडि हिँड्न ए ऊ के हो अर्को बहिनी। थारूको बहिनी है अघि यसलाई त मैले हिजो पनि भेटेको थिएँ यार मैले देखे छि तेरो हो यो तेरो हो चल प्रमोसन गरिदिन्छु प्रमोसन ल 10 रुपैयाँ हाल्दैछु पहिला आउनुहोस् यहाँ हाम्रो बहिनीकोमा 50 रुपियाँ ए साला प्रमोसन गर्दा नि यस्तो बेला अब यस्तो लडाउँछु यार यस्तो दिदी गराउँछ त्यही त किन हरे रोको को ऊ सोल्टी रोइदिरा रोइदिएको हो ए म त रोको कि भनेर ब्रेकअप भयो क्या हो मोटी 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 भएर नि है हो क्या आउँदैछ है तर यसलाई पनि हिजो भेटेको थिएँ आज पनि फेरि भेटियो ल यो यसको काम छैन यसको 24 घन्टा हेरिन्छ यो नमस्ते के जीव पैसा दे यसलाई 20 रुपियाँ यहाँ पनि छ ल यसलाई 20 रुपियाँ फाइनल दिइसक्यो ल यसले पनि 20 रुपियाँ ल ल हाम्रो आन्टी पनि यहाँ मुस्कान दिनुभएको छ गाली आइस गाली खाए निर्धार आन्टी गाली नगर्नु न मलाई ब्लग हो क्या मेरो कपाल झिङ्गिङ भएको छैन मेरो कस्तो भयो भन्न न तर मलाई बाल मेरो हातमा छ सम्मान हानिदिन्छु कुकुरको ठार ए अघिको त्यो के अरे बसन्तपुरको मेलामा म 150मा मैले निम्ताएँ भने त्यहाँ यहाँ चाहिँ 2000 अब यहाँ फेरि 300 छ 300 मा दुईजना सुन्ने आउने अझै बच्चा 300 भने बच्चा अहिले बिन्दास बच्चा अहिले यहाँ गेम खेल्नै छ रनिङ सुज हाम्रो बहिनीको दोकानमा आउनुहोस् ल आउनुहोस् सबैजना ए ए
हाम्रो बहिनीको दोकानमा आउनुहोस् यहाँ 50 रुपियाँमा हरेक माल लगाउनु र हाम्रो यता मिठो मिठो अचार छ अब तर गर्नु भएन बाहिरबाट होइन झगड्दै है हावामै गरिदिएको क्या चाहिँ हावामा भाइ पक्का आउँछ होला गयो फाइनली हामी यहाँ मेलाभित्र छिरिसकेको ल गाइस मेला आइसकेको छ सधैँदेखिको बहुत भर्दै थियो कि यहाँ मैले यहाँ धेरै जस्तो चिनेको बहिनी होला म त देखिरहेको छु मेरो गर्लफ्रेन्डको जरुरत पर्यो मलाई यहाँ भाइ तू खेल्न चाहता है ये नहीं भाई ये वाला कि ये वाला पैसा भी नहीं खेल्ने हो साँच्चीकै खेल्दैनको डर लाग्छ रे मलाई खेल्ने हो खेल्न पाइन्छ हामी हो पाइन्न बस्ने त हो ओए मा कसम यहाँ मेरो मन यस्तो ढुकढुक गरिरहेको छ यहाँ मेरो भुपूहरू नभेटोस् त्यही भन्न चाहन्छु म अरू त मलाई ये खेल्न चाहता हूँ कति हो त यसको टिकट ल दाइ लाउ के चोट पटक लाउनु आना लगाउनु सक्छ मोरे भन्ने चाहिँ हाम्रो जिम्मेवारी होइन है साथी जाँदैछ अब खेल्ने रे गधाको आड मसिनबाट पो चल्दो रहेछ गयो ला तो मोटी कहाँबाट आइस क्या घर गरी यहाँ काम गरिस् क्या यो खेले पैसा छैन मसँग मोटी त्योसँग मागेर दिएको नि मोटी चिज त्यसमा पठाइदिनु नि तँलाई व्हाट्सएपमा के फ्रेन्ड भयो भाइ म अरूलाई बात दियो नि ल्याउनु बिहा गरेको होइन बिहा गरेर कहाँ यस्तो नि बुढा आमाको पछि मेरो बहिनी आएको छ बहिनी जस्तो पनि छैन तर यसलाई नहेर्नु होला यसको बिहा भइसक्यो हा 2 चोटि बिहा गरिसक्यो 2 चोटि बिहा गरे हा खतरा लाग्छ जानु ट्राई गर्नु आउनु सस्तोमा 100 रुपियाँ What benefits? You walk wow. Yeah.
बजा कति कहाँ त यहाँ काम गर्छु देखि फाइनली साथी झरिसकेको छ अवस्था चाहिँ अब झोला उठाएर टक्क जानुपर्ने यसको रिभ्यू लिनुपर्ने हो कस्तो रियाक्सन कस्तो आउँदैछ बाबु कस्तो फिल हुँदैछ भन्दै दुई शब्द बहुत डेन्जर हजुरहरू पनि आउनु होला मेरो नाम लिनु सस्तोमा दिन्छ अरे मेरो नाम लिनु सस्तोमा लिन्छन् 50 रुपियाँ डिस्काउन्ट 25 रुपियाँ डिस्काउन्ट 25 रुपियाँ न 50 रुपियाँ डिस्काउन्ट 50 रुपियाँ 50 रुपियाँ डिस्काउन्ट गरेर 100 रुपियाँ टिकट ल भाइ फास्ट घुमाइदिनु न फास्ट फास्ट के भनेको फास्ट के फास्ट ल अब घुम भाइ तर हामी खेलिरहेको छौँ यहाँ अरूलाई रमाइलो लागिरहेको छ क्या पनि आएर यो गेम खेल्न लास मोटप्पा चस्मा लाउन खके जाइयो रोला चस्मा लगा ल ए मुर्गट्टा जस्तो देख्यो अन्त मेरो भन्न पर्यो बाबु जय भद्रकाली जय कपाली त्यसकी आमा काली अरे मलाई जिताइदियो बेलाई सुरु एक हानेर जितिरहेको मैले जिताएको है तर भन्नु हान्दा म सक्दैन दुई दुईमा दुई दुई कति ल्याउनु पर्यो दुई चार ल भयो भयो पनि अब लागु मैले यहाँबाट नि अब दामी दामी रहेछ गर्लफ्रेन्ड भएकोलाई घुमाएर है हामी त घरै हिँडेको र घुम्न हिँडेको र यता त्यो सोध्दै नि त साह्रै त गिलो आएन है यो त मैले पुरा राजनीतिक पुरै उस गरिसकेको बाग काट्छु कट है यो चाहिँ यो कट हो केमा पुगिसकेको थियो मुखमा छिर बक आइना मगर हेरौँ न है बालले कस्तो हो के अरे यो भनेको के दाइ हो यो त लाइक पेन जस्तै ए मा कतिको हान्छ यसले सानोमा यही खाइयो अब यही किनेर लाउनु पर्यो हरिफ खायो सानोमा मैले यार तँलाई खाइछु नै बेल्ट अनि म चप्पल खाएन कि बेल्ट खाएन कि के खाएन खै कस्तो देखिँदैछ हातमा ला गोलो गोलो लाइन्छ नि यो सायद किनेर लाएर हिँड्ने हो बिल्ला न कति भन्छ र कति भन्छ है चल किनेर लाएर हिँड्ने हो बाबा रे यसलाई सुहाउँछ तँलाई कसम चाहिँ यसलाई सुहा के मलाई सुहाएन के यतिकै हिँड्ने बेला त म नि अर्को निकाल्छु
यो वाला लिनु बच्चाको हामीलाई डिस्काउन्ट होला नि त फेरि डिस्काउन्टमा ठुलोले किनेछ यो त अट्दैन रे मलाई कहाँ आउँछ त नि चल हो अनि फेरि बसन्तपुरको मेला जाने अनि त्यताबाट बुटल जाने ल हो त्यही छ बाँकी साला हो सक्दैन के चस्मा ठै उड्डेको लाहा भाइ तर मलाई यहाँको मेला अन्त त बसन्तपुरको मेला मजा दिएको थियो यार अघि हाल त्यस्तो रमाइलो लाग्यो चस्मा लिएर जाऊँ के एउटाले किन्ने भएको त किन्ने बिटल चस्मा त चालतको जस्तो चिक्ने मैले अलि अटेर मैले मेरो चस्मा कहाँ राखेँ फेरि खसालिस होइन खसी होइन महँगो चस्मा चस्मा फेरि त यार ठ्याक्कै त्यो गाइज यो चाहिँ मेरो बहिनीको यो बहिनीको यो दोकान हो होइन दाइलो यस्तो खालिस फेरि अहिले चटका आन्टी आउनुहोस् यहाँ सस्तोमा भर पर्छ आन्टी किन्नुहोस् न ए छ्यामा आउनु के भन्दै आन्टी नभन्नु आउनुहोस् म प्रमोसन गर्दैछु यहाँ मलाई सेवामा हाल्दै पैसाले दाइ के किन्नुहोस् न दाइ प्लिज के किन्नु न यताबाट 20 रुपियाँको आउनु के आउँछ बहिनी उता एक मुठी देऊ त आउनुहोस् सस्तो एकदम आउनु न सस्तो यो आमा के खट्टो पिरो हेलो सिस्टरहरू भाउ दिँदैन सिस्टर भन नि यार आन्टीहरूलाई भन्छु म आन्टी खट्टो पिरो केही खानुहोस् चटपटे त खानुहुन्छ है मैले देखेको थिएँ अस्ति उहाँ मेलामा खानुभयो थियो अस्तिको कस्तो बिगाइ आउनु म त लिनुहोस् गरम नबस्नु गरम त घाममा बस्नुस् भन प्रमोसन गर्दैछु आन्टी केही यस्तो मिठो मिठो चिनी हालिदिउँ मैले सबैमा ल हजुरलाई डिस्काउन्ट गरेर 50 समीक्षाको नि प्रमोसन गरिदिन्छु रोक है हेलो गाइज यसको नि प्रमोसन गर्दैछु तर के हो यो कति रुपियाँ खाल्यो भन् त कति रुपियाँ खाल्यो भन्न 1000 रुपियाँ आउनुहोस् सस्तो ठुल बाबु सानो बाबु सानो बाबु हो यो मेरो साली सन्जु चिस खोतेर दिदी ए बहिनी भने चिनिस चिन्छु के दिदी बहिनी त सौद्या भन्दै भेनाले 4 बजी म गइहाल्छु सब्सक्राइब गर्छस् नि सब्सक्राइब गर्छस् नि भन् पहिला नामै बिर्स्यो द विवेक भ्लगर हान्न हो गाइज होइन गर्लफ्रेन्ड भएको म किनेर लगाइदिन्थेँ यार सस्तो भरपर्दो आउनुहोस् आन्टी किन्नु न केही यस्तो कान यस्तो दामी भर्खरको 16 वर्ष त हुनुहुन्छ भर्खरकै ल आउनुहोस् बाबु गोली हान्देऊ त यहाँ छातीमा गोली हान्देऊ त यहाँ गोली अब धेरै जोरसँग लाग्यो दिलमा त अरू कोही बसेका भन्नु भएन बाबु ल जाऊँ कहाँ जाने हो र भित्र जाने भनेर बाहिर हिँड्छु त के उठेको बसन्तपुर लगाएर चार यसको त मुखै च्याट्दैछ यार किचकन्डी भन्दा कम देखेन यार चुम्मा आइदियो नि त ल लाइक गरिदिनु फेरि दाइ हामी अब दाइ हुडी ल्याएको भाइसँग ए बल्ल चिने यार दाइ सन्जु छौ हुडी ल्याएको मैले चिन्नु है तिम्रो ब्लग कहाँ गयो आज भोलि बन्द भयो एकछिनको लागि सब्सक्राइब गरेर थियो गरे त्यहाँ सबैलाई टिकट यहाँ ल्याउनु भन त ए अघि नै आउनु पर्छ त टिकट जानुपर्छ नि भाइवाललाई दिएको दिनुभएको भए हामीलाई पनि दिनुभएको होइन बाँड आन्टीलाई दिएको एउटा ल लाग्यो बस
लैजाऊ घुमाउन मलाई थमल्न पर्छ हाई भन्नुभएको हाई ए चिनेलाई बल्ल चिनेलाई मैले तँलाई के भन्थेँ त मलाई फ्रीमा घुसाउनु पर्दैन तैँले आइज आइज म तँलाई फ्रीमा लैजान्छु भनेको म जान्थेँ नि अघि नै चिनेकै रहेछ त लास्टमा त मास्क लगाएर पनि नचिनेको रहेछ कि तुक्का सट्टीमा जान्थ्यो नि दिदी नेक्स्ट टाइम आउँछु दिदी गाई यहाँ तेल हाल्न आएको थियो कि तेल सकेन भला गरे हो क्या एकदम बाबा धेरै नगरे ए हेन्सी देखिनु रहेछ हजुरलाई त कति हो 100 रुपियाँ खालौँ कति खान्छ 200 को 1000 12 13,000 कै खाइदिन्छ नि 200 रुपियाँ खान्छ अलिक धेरै हालिदिउँ न मिल्दैन दबाको दबाई गर्छु है ल ल म बटन दबाइदिन्छु नि उता फेरि ल बटन दबाउ कति दबाउँछ ए दबाइदिइसक्नु भयो होला यस्तो झल्ली भयो त दाइ यार फेरि वन्स मोर नगर्नु नि दाइ धेरै धेरै माया नगर्नु कि ट्याङ्क फुल भएन धन्यवाद पैसा चाहिँ साथीले तिर्दैछ रिच किड हो अब रिच किडहरूसँग हिँडेपछि यस्तै फाइदा हो क्या कता हिँड्नु त त्यहाँ पैसा त कुन च्यानलमा हाल्छौ यो मेरै छ नि एउटा सत्तीवाला प्राइभेटवाला यसो हजुरको फेस आयो भने सब्सक्राइब गरिदिइहाल्नु न झुक्केर फेरि आइरहेको अहिले त रन्डीका यहाँ टिकट काट्नु पर्दैन फेरि उहाँ टिकट काट्नु पर्छ भने यहाँ टिकट काट्नु पर्दैन यहाँ फ्रीको मेला हो घुम्न सक्नुहुन्छ यहाँ हेरिसकेको गर्नु रे ऊ तेरो सुनिया कस्तो लाग्यो हिरोको एन्ट्री एन्ड हिरोनी एन्ड हिरो नाच्यौ धेरै धेरै धन्यवाद छ थारू एकता युवा क्लब कुर्सीमा त बाबु फेरि गरिदेऊ ला जय पप्पा की जय बोल पप्पा की हो गया तेरो दिदी कहाँ रे ए भाग भन्छस् तर अब नुनिया काट्दे बाबे तर नुनिया काट्दे बाबे यहाँ तो नुनिया काट्दे भाइ गर्दा कलुवा ग्याङ स्वीट 16 बाबु बुबु हानी बाबु बुबु हानी ल ल बनाउनु त अब ल आशीर्वाद बाबा गणपति सदाशिव सरी छिटो बिहा होस् ए छिटो बिहा होस् केटा साथी केटासँग घुम्ने होइन है कलुवा रे अब हो मर्दे ए अदा जा ना रे ये हमार दोस्त थे रे हर भाषा बोलना रे एकछिन हरुनहरु पटाउँछु कि म नि ल ल बोला हो मर्दे अब हो बोला ती खाइ चाहिँ दाइ पनि हुनु दाइ नमस्ते ल नदेऊ कहाँ घुमेस र त यतै हो चुरोट लुखाना ए चुरोट लुखाइदिने मान्छे हिँड्छ नि जे जस्तो भयो हामी दाइ भयो आधा घन्टा अब जान लागेको खोइ कता डेढ जस्तो लाग्यो कता एक ग्रुप त डेढ जस्तो लाग्यो कता आइज तँलाई नास्ताको जुगाड गराउँछु क्या अब फ्रीमा खाने हो क्या पैसा त आज आइज न नाटक नगर फाला फालो आज त पैसा त आज फाला फाल हो क्या यसले खुवाइहाल्छ अघि नै भेटेको उता तैँले त बिहा गर्यो भने सुनेको थियो तेरो बिहा भयो भने सुनेको साँच्चीकै
तैँले बोलाउनु अनि माछा पानीबाट निस्किनु एउटै हो कि हामी घोडाको मेला यो म गरायो बाइकै त भयो कसले भन्नु तँलाई पिङ्की त राम्रो आउँछ आज अहिले के हो पहिला अन्त काली भइसक्यो मेरो कालो फोन त्यो कोसँग आएको र अगाडि चाहिँ बस्ने उहाँ चाहिँ दियालाई भेटेको थिएँ मैले आज के हो तिम्रो दुइटा त के हिँड्दैनसँग के हो र झगडा भयो भन्न भन् भेट्छु म भइगयो ठुलो बसहरू गएन मैले बुझेँ अस्ति मैले मेसेज गरेको ल पछि बोल्छु ल 1 महिना कति हेरेर गएर मेसेज नगरेको अब त गर्दैन आएछ भने ठिक छ ल पढेस् कि नै ठिक छ जापान गएर मलाई पाइ यसलाई गोरो बनाउने रे यसको पछि नलाग्यो यसको 3टा पैसा ल म लाग्छु बाई बाई